What's up guys, welcome back to my another new video. आज चाहिँ म स्पेशल ठाउँमा आएको छु है। यो चाहिँ ठाउँको नाम चाहिँ बिरोटा पावर हाउस हो है। मर्निङ वकमा आएको। सो यो चाहिँ अब पहिला यहाँ पनि आएको म है। तर चाहिँ धेरै समयपछि आएको हुनाले सो यो ठाउँलाई चाहिँ मैले एकदम मिस गरिरहेको थिएँ। सो गाइस, लेट्स सी। I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. बिहान स्पेशली मर्निङ वकमा चाहिँ वार्म अपको लागि चाहिँ यो ठाउँ चाहिँ एकदम बेस्ट छ। जो कोही पनि यहाँ आयो भने मुड फ्रेस हुन्छ है बिहानको समयमा। यो ठाउँ पनि एकदम रमणीय छ हैन। त्यसैले Get off of me, this ain't no humble brag. I want you to hear words, you can say them back. I want you to feel free from the chains that last, and to believe in what you got, it was built to last. अनि यो ठाउँको नाम चाहिँ पेवा पावर हाउस हो है। ठाडै हुन्छ हैन, स्टेप चाहिँ बेल बिस्तारै छ। त्यो चाहिँ म सिडीबाट तल झर्दैछु है। म चाहिँ तल पावर हाउसतिर जाँदैछु। तर अहिले चाहिँ अब स्टेप चाहिँ अलि लामै रहेछ। तर पनि आई विल ट्राई है टु गो डाउन। निकै नै तल रहेछ। त्यसपछि ठाउँ चाहिँ एकदम राम्रो छ यहाँ। फाइनली म तल पनि आइपुगेँ। माथि जानु चाहिँ गाह्रै छ। सकिन्छ, बिस्तारै जाउँला। लेट्स गो है। र अर्को कुरा गाइस, यहाँ चाहिँ पहिला चाहिँ पिकनिकहरू पनि आइन्थ्यो हैन। यो ठाउँ चाहिँ पिकनिक स्पटको लागि नै प्रयोग हुन्थ्यो। पुल भत्किएको रहेछ है, जुन यो पुलबाट चाहिँ मान्छेहरू माथि गाउँमा जान्छन्। र अहिले चाहिँ यता नयाँ पुल बनेको रहेछ। नयाँ पुल यहाँ रहेछ हैन। तर मलाई चाहिँ जहाँसम्म लाग्छ यो पुल छ भनेर हैन। तर यहाँ भत्किसकेको रहेछ। जुन तपाईले अहिले यहाँ देखिरहनु भएको छ हैन, सानो सानो झरनाहरू। अहिले मनसुन सिजनमा चाहिँ यो ठुलो हुन्छ है झरना, र धेरै हुन्छ। अहिले एकदम सुक्खा र एकदम उदास लाग्दो ठाउँ देखिरहेछ हैन। तर पनि मनसुन सिजनमा चाहिँ अलिकति हरियाली देखिन्छ हैन यो भन्दा नि। त्यही कारणले गर्दाखेरि अहिले चाहिँ अब पानीहरू जताततै सुकिरहेको छ हैन। झरनाहरू पनि सानो छ। अनि जस मनसुन सिजनमा अब यहाँ आयो भने चाहिँ रमाइलो देखिन्छ हैन, किनभने अलि हरियाली अलि सकिन्छ। अनि झरनाहरू पनि तपाईँहरूले धेरै देख्न सक्नुहुनेछ हैन। र अहिले चाहिँ हेर्नु सानो सानो झरना मात्रै छ। पानी चाहिँ बगिरहेछ, बग्नु चाहिँ माथिबाट। यो चाहिँ पावर हाउस हो, जुन चाहिँ त्यो माथि दुईटा पाइप छ। त्यहाँबाट चाहिँ फ्याउतालको पानी आउँछ। त्यही पानीबाट चाहिँ यहाँ पावर हाउसको चाहिँ बत्ती निर्माण हुन्छ हैन। Somewhere new, I want to get me off of you before I get too deep. I'll run from you, 'cause all that I want is to see myself in you.
स्पेसली यो मनसुन सिजनमा चाहिँ आउनुभयो भने योभन्दा धेरै राम्रो देख्नुहुन्छ होइन। किनभने अहिले चाहिँ झरनाहरू त्यति छैन अनि अलि एकदम सुक्खा जस्तो देखिरहेछ है। मनसुन सिजनमा आउनुभयो भने चाहिँ त्यो बेला एकदम क्लिन अनि त्यसपछि अलि जताततै एकदम हरियाली होइन देखिन्छ र झरनाहरू पनि धेरै देख्न सक्नुहुनेछ है मनसुन सिजनमा आउनुभयो भने। माथि भर्याङ नलागेको छु, जस चढ्न अलिकति गाह्रो भए पनि बिस्तारै चढाउँला। र जस आज रमाइलो भयो होइन, जस मर्निङ वाक पनि बिहान छिटै सास एकदम बढिरह। मलाई चाहिँ मेरो चाहिँ अलिकति मेरो प्रब्लम चाहिँ अलिकति त्यही छ है, अलिकति ठाडो बाटो हिँड्यो कि दम बढिहाल्छ। यसको गाइस बिस्तारै धेरै समय भयो यसरी मर्निङ वाक पनि नआएको, लङ टाइम पछि म आएँ। गाडी छ, लेट्स गो। अब धेरै बाइक छैन, यति मात्रै है। फाइनली माथि पनि आइपुग्यो है, सिडी पनि चढ्यो। एकदम गाह्रो रहेछ, एकछिन यहाँ रेस्ट गर्नु पर्यो। एकदम तल छ है। र गाइस यो ठाउँ चाहिँ मलाई एकदम पिसफुल लाग्यो। सो तपाईँहरूलाई कस्तो लाग्यो लाइक, सेयर, सब्सक्राइब, कमेन्ट पनि गरिदिनुहोस्। थ्याङ्क यू।